ढुङ्गाहरू छ नि फेरि यहाँ माथि एउटा त एक ट्र्याक्टर त एक ट्रक हुन्छ एउटा टिफर हुन्छ यसलाई त के हाल्नुको लागि पनि क्रेन डोजरहरू ठुल्ठुलो चाहिन्छ है यो त अचानक सिलौटा ठुलो खालको एक कतामा मलाई 50-60 केजी अझै छ माथि भाइ ल टक्क हल्का गएको अवस्था अब माथितिर यसो गाडीहरू छ त यार यस्तो छ है त यहाँ चाहिँ ठाउँ केटा यहाँदेखि उता छैन क्या अब जाने ठाउँ गुफामा जस्तो लाग्दैछ त यो माथि खतरा हेर्छ त हेर बडा देखिरहेछ त केटा यहाँ माथि छैन ठाउँ जाउँ यता जाउँ न त फर्क्यौँ गयो नि जहाँ भयो नि छिर्नु त हो यस्तै हो यत्रो मिहिनेत गरेर आएको अनि नघुमी जानु दामी रहेछ त हौ ठाउँ है अनि के धुवा उड्छ त नि यता त जाडो भएको हो ए यहाँ त्यसैको यहीँ बनाएर लिएर हान्दा हुने रहेछ है ढुङ्गाहरू पनि रहेछ नि केटाहरू आउँदैन त ल हराएकै केटाहरू आउँदैछ माथि पनि त ओपर माथि रहेछ नि त ठाउँहरू पनि दिनमा आएको भए त पानीमा डुबाएर खिचिन्थ्यो भिडियो बनाउनु हुन्थ्यो है भने यति डुबाउँदा त के हुँदैन नि भाइ क्यामेरा मात्र थाहा छैन हामी त धेरै माथि आयौँ क्या हो है ए हौडा के नाम हो है गौडा यो गौडा ठाउँ यस्तो छ है
गौडाको अवस्था हो गौडा के रे नाम केटा हो गौडा के बोट हो केटा यो के छ हाल खबर केटा कस्तो लागिरहेछ हो र पानी कस्तो छ हौ आमो कति चिसो पानी कस्तो छ ठाउँहरू त होइन के रहेछ ठाउँ त है अलिकति घाम लाग्नेको भए त राम्रो हुन्थ्यो क्या अब राम्रो हुन्थ्यो के गर्नु घाम नलाग्ने अरे अन्त उनीहरूको घाम नलाग्ने अरे अनि यहाँभन्दा माथि त पुग्दैन होला ठाउँै छैन त नि भन्दा माथि छ र वै ठाउँ छ है त्यसो थाहा छ यहाँ आउँदैन जाउँ गर्नु चाहिँ नलडा केटा बाटो त यस्तै छ त्योभन्दा माथि त्यता रहेछ नि त हाम्रो यस्तै छ यहाँबाट जाने सर्टकट यताबाट जाँदा पनि हुन्छ त सर्टकटै गइदिने हो नि यताबाट यो त पानीमा डुबाउनु के हुँदैन जमाउँछ अलिअलि पानी यसलाई भन्छ नि त रोइला गर्मी महिना हो कि जाडो महिनामा आएको जस्तो लाग्दैछ त यता फेरि आफ्नै छ रमाइलो